आफ्टरनुन भइसक्यो मर्निङ है आफ्टरनुन भइसक्यो गाइस वेलकम टु माई फर्स्ट भ्लग बिगिनिङ अफ माई भ्लग अन्त आज चाहिँ तपाईहरुलाई मेरो गाउँ देखाउन जान्दैछु हो अन्त अहिले चाहिँ हामी मेरो स्कुलको त्यहाँनिर छौँ हैन तपाईहरुलाई चाहिँ आज आई लभ टकबरको चाहिँ भ्यूहरु देखाउन जान्दैछु हाम्रो गाउँ कस्तो छ हेर्दिनुस् होला टुरिस्ट अट्र्याक्सन प्लेस हो भन्नु म भने अन्त मेरो स्कुल तपाईहरुलाई देखाइदिन्छु पर्खिनुस् होला यो चाहिँ मेरो स्कुल हो गाइस दिस इज माई स्कुल आवर स्कुल अन्त हाम्रो स्कुलमा चाहिँ जे हुन्छ हो अस्ति फुटबल वर्ल्ड कप थियो हैन अन्त यस्तो झन्डाहरु ल्याइहाल्यो हैन हाम्रो सङ्गम थापा सरले अन्त यो चाहिँ हाम्रो स्कुल हो तपाईहरुले देख्नु भयो होला मेरो स्कुल हैन यस्तै छ दिस इज माई भेरी गुड स्कुल अच्छा हमको सिखा रिया अन्त म यहीँ पढ्छु क्लास 10 मा बहिनी 8 मा पढ्छ हैन अन्त म चाहिँ यो स्कुल चाहिँ क्लास कतिमा आको भन्ने 9 मा आको तँ कतिमा आको गुनगुन क्लास 5 मा आको रे यो चाहिँ अन्त यता फोपालाई भेट्यौँ हैन फोपा के गर्नु भएको काट्नु भएको हेलो भनिदिनु न यही नहीं अभी और सुनिए हेलो भनिदिनु त हेलो भन्नु न हुन्छ मर्निङ है आफ्टरनुन भइसक्यो मर्निङ है आफ्टरनुन भइसक्यो गजब बेइज्जती है अन्त फोपाले चाहिँ यतानिर उयो गर्नुहुन्छ रहेछ घाँस काट्नु हुँदो रहेछ स्कुल 28 मा लाग्छ 28 हजुर हुन्छ फोपा बस्नु हजुर अन्त देख्नु भयो होला हाम्रो गाउँको फोपाहरू यस्तै हो अन्त तपाईहरुलाई अझै देखाउँदै जान्छु अहिले चाहिँ हामी बाटोमै छौँ हो मेन रोड निक्लिनु अझै टाइम छ हैन अन्त हेर्दै गर्नुहोस् होला ब्याक टु ब्याक बाटोमा गाइस हामी चाहिँ फ्याक्ट्री आइपुग्यौँ हैन हाम्रो गाउँको फ्याक्ट्री यतानिरै हाम्रो टीहरू सबै सप्लाईहरू हुन्छ फ्याक्ट्री टी गार्डन यता कमानेहरू पत्ती टिप्छ आउँछ अन्त यतानिर चाहिँ त्यो पत्तीहरू चाहिँ सबै उयो हुन्छ बन्नेर चाहिँ त्यहाँदेखिको सेलको लागि जान्छ त्यस्तो हुन्छ अन्त भित्रपट्टि झन् दामी छ गाइस अब कहिले हुन्छ त्यति बेला देखाउँछौँ हामी हैन भित्रपट्टिको दामी छ बनाउने जग्गा मेरो पापाले पनि यहीँ काम गर्नुहुन्छ हो अन्त यो चाहिँ फ्याक्ट्री हो तपाईहरुलाई फुल पर्खिनुहोस् ल देखाउँछु म चल्दै फ्याक्ट्रीको गाइस अन्त यहाँ पुगेर चाहिँ एउटा कुरा याद आयो तपाईहरुलाई फ्याक्ट्री त भित्रबाट अझै मजाले देखाउन सक्दिनँ तर पनि बाहिरबाट चाहिँ यस्तो छ पर्खिनु गाइस अझै देखाउँछु गाइस फ्याक्ट्रीको चाहिँ यस्तो छ हावा पनि स्टार्ट हुन्छ बनिन्छ हैन अन्त यस्तो नै छ फ्याक्ट्री तपाईहरुले देख्नु भयो होला अझै यो आधा बाटोमा त्यो फ्याक्ट्री अझै छ यहाँ त हावा यस्तो दामी चल्छ देख्नु भयो होला हावा कस्तो दामी चल्दैछ गाइस तपाईहरुलाई बादमा म फ्याक्ट्रीको डल्लै देखाउने छु हैन डल्लै भित्रबाट अहिले चाहिँ यो गेट खुल्ला थियो र मात्रै तपाईहरुलाई देखाउनु पाएँ हैन नभए अरू बेला बन्द हुन्छ यो गेट अन्त अब चाहिँ म जान्दैछु बहिनी गाइस हामी चाहिँ फाइनली बहिनीको घर आइपुग्यौँ हैन अन्त ए उठा ले रे देवा उठा ले रे बाबा मुझे अमीर को नहीं रे ये दो गरीबों को अन्त बहिनी झन् रेडी सेडी भएर हो घुम्न जानको लागि रेडी अब हामी जान्दैछौँ गाइस तपाईहरुलाई तल पुगेर देखाउने छौँ हैन गाइस यो चाहिँ हाम्रो गाउँको गुम्बा हो
अन्त यहाँ चाहिँ बुद्ध जयन्तीहरू हुन्छ के हुन्छ हो अन्त यहाँ मनाउँछ अन्त यहाँ चाहिँ हेर्नुहोस् होला यस्तो छ गुम्बा चाहिँ अहिले बन्द रहेछ गाइस अन्त यहाँको प्लेसहरू चाहिँ यस्तो दामी दामी छ होइन यता चाहिँ टुरिस्ट अट्र्याक्सन खालको प्लेस हो अन्त यतानिर चाहिँ गाडीहरू हिँडिबस्छ होइन अन्त सिक्किम साइडको गाडीहरू पनि यही बाटोबाट हिँड्छ हो यहाँ उकालोबाट चाहिँ दार्जिलिङ बजार निक्लिन्छ अन्त तलनिर चाहिँ सिक्किम जोरथाङ अन्त के भन्छ बिजनबारीहरू जाने बाटोहरू छ सबै छ होइन यहाँबाटै जान्छ के भयो ये फंस गया सीएम अन्त हामी चाहिँ यता मेन रोडमा छौँ होइन गाइस तपाईँहरूलाई यही भनेको हामीले भ्यू पोइन्ट टकभरको होइन आई लभ टकभर लेखेको भ्यू पोइन्ट यस्तो दामी छ चिया खाँदै मजा लिँदै थियौँ हामी पनि तपाईँहरू पनि लिनुहोस् होला गाइस यस्तो दामी हावा चल्दैछ हेर्नुहोस् होला मेरो कपालहरू उडेको बाउली जस्तो भइसक्यो हो कस्तो दामी हावा चल्दैछ गाइस आई लभ टकभरमा होइन त्यही आएर बसिरहेको छौँ यो भ्यू पोइन्ट तपाईँहरूले हेर्नुभयो होला भर्खर मैले देखाइदिएँ होइन आई लभ टकभरको यहाँनिर भ्यू हेर्नुभयो होला अन्त यता पनि टुरिस्टहरू पुरा आउँछ हो अहिले पनि आइरहेको छ टुरिस्टहरू होइन यहाँ बसिरहेको छ अन्त यहाँ चाहिँ दोकान छ नि त अन्त खाना खानुको लागि चाहिँ यहाँनिर रोक्छ दोकानमा चाहिँ यहाँ खाना खानुको लागि रोक्छ अन्त यहाँ खाना खायो भ्यू हेऱ्यो यस्तो दामी भ्यू हेर्दै खाना खायो हेर्दै खाना खायो अन्त सबै पाउँछ तपाईँहरूलाई के खाना मन छ भेज चिकनहरू सबै पाउनुहुन्छ यतानिर चाहिँ अन्त हामी चाहिँ अहिले किन चाहिँ ओह्रालो गएको भन्दा चाहिँ हामी कोइली हाउस जाँदैछौँ हो अन्त कोइली होमस्टे भनेको नि आई मिन्स कोइली होमस्टे चाहिँ हाम्रो यताको होमस्टे हो कैसा लगा मेरा मजाक अन्त त्यो तपाईँहरूलाई देखाउन जाँदैछौँ भित्र त जानु दिँदैन आई थिङ्क हो अन्त त्यही हो अन्त अब चाहिँ हामी पुग्न आँटेको छौँ यतिको हुन्छ है पारा चाहिँ मौत को छू के टक से वापस आ सकते गाइस देख्नुहोस् भयो होला ए देख्नुहोस् भयो गाइस अन्त हामी चाहिँ कोइली हाउसको त्यहाँनिर चाहिँ बसिरह्यौँ होइन भ्यू हेर्दै भ्यूको मजा लिँदै अन्त त्यहाँनिर चाहिँ हामीले टाइम ल्याप्स गरेर चाहिँ तपाईँहरूलाई देखाएको अन्त म त कुकुरसँग बात गर्दै थिएँ हो त्यस्तो गर्नु हुँदैन भनेर सम्झाउँदै थिएँ हो अघि भुकेर होइन अन्त बानी बेहोरा सिकाउँदै थिएँ गाइस तपाईँहरूलाई कोइली होमस्टे भनेको थियो नि यो चाहिँ यहीँ हो अन्त यो चाहिँ बोर्ड हो होइन अन्त कोइली होमस्टे हो यहाँबाट जान्छ कोइली होमस्टे चाहिँ अब घाम के तल त लागिहाल्छ अन्त यहाँबाट चाहिँ कोइली होमस्टे जान्छ तपाईँहरूलाई देखाइदिन्छु आउँछ अन्त कोइली होमस्टे चाहिँ तलनिर छ तलको देख्नुहुँदैछ गाइस यो चाहिँ कोइली होमस्टे हो अनि यहाँ चाहिँ वान डे उयो के भन्छ एक दिन बस्दा पनि हुन्छ 2 दिन 3 दिन होइन जति दिन भए पनि बस्दा हुन्छ हो त्यसकै हिसाबमा हुन्छ अन्त यहाँबाट चाहिँ जान्छ अन्त यो चाहिँ कोइली होमस्टे चाहिँ अब वुडको बनाएको छ होइन यस्तो दामी छ कि भित्र गाइस तपाईँहरूलाई भन्नु सक्दिनँ यस्तो दामी छ यो कोइली होमस्टेभित्र चाहिँ उयोहरू डल्लै फर्निचरहरू पनि सबै वुडकोहरू छ होइन अन्त एक दिन पस्नु त दिँदैन अहिले हो यसो लाग्दैछ कि त्यहाँनिर चाहिँ अहिले टुरिस्टहरू चाहिँ स्टे गरिरहेको छ जस्तो लाग्दैछ होइन अन्त गाइस यस्तै छ हेर्नुहोस् होला गाइस हामी चाहिँ बसिरहेको छौँ यता चेयरमा होइन अन्त घाम चाहिँ आज यस्तो दामी छ कि गाइस कस्तो दामी लागिरहेको छ गरम भइदियो एउटा भेस्टमा चाहिँ लगाइरहेको गरम भइदिइरहेको छ तँलाई चाहिँ के भयो अरे भन्दैन गाइस त आज चाहिँ मेरो यो घाँटीमा कुनै चाहिँ त्यो कहाँबाट उफ्रेर जुस ल्याएछ हो त्यहाँबाट यहाँ अहिले जुस लगाइदिइरहेको छ हो यहाँ मेरो घाँटीमा चाहिँ एकदम लफ बाइट सेम टु सेम भइरहेको छ कस्तो दुखिरहेको छ मेरो घाँटी यहाँ मेरो घाँटीमा चाहिँ एकदम लफ बाइट सेम टु सेम भइरहेको छ
प्यारी समझ गई अन्त बहिनीलाई चाहिँ झुस्लेले चिरेछ हो अन्त अर्को बहिनीलाई चाहिँ के भयो अरे सुनिदिनुहोस् होला उसको पनि अलिकति गाइस मलाई उयो त्यो हुन्छ नि के भन्छ हुन्छ नि त्यो अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। मेरो चाहिँ के भन्छ मच्छरले चाहिँ बेलुका धेरैवटा किस दिइरहेको छ निधारमा हेर्नु सक्नुहुन्छ मेरो निधार गाइस के सुन्नु पर्दैछ बहिनीहरूको मलाई मात्रै केही नभएको हो कि के हो है गाइस अन्त हामी चाहिँ यता बसिरहेको छौँ गाडीहरू पुरा आउँदैछ लाग्दो हेर्दै जान्छ सबैले गाइस के भन्नु अब हुन्छ नि अब यसरी हामी स्टिकमा बनाउँदैछौँ नि त अन्त त्योमा बनाउँदै गर्दा खालि मान्छेहरूले यस्तो हेर्छ कि गाडीबाट पछि फर्की खिड्कीबाट पनि यस्तो गर्दै हेर्छ हो अन्त के भन्नु गाइस भन्नु त अन्त झन् नर्भस बनाइदिन्छ नि अन्त हेर्दै गर्नुहोस् होला हाम्रो ब्लग होइन अन्त अहिले चाहिँ हामी यहाँ बसिरहेको छौँ शॉट यही नहीं अभी और सुनिए शॉट हाम्रो नाना शॉट हम मालूम है तेरे बाप को मत सिखा। गाइस हामी चाहिँ अब यता जिरोको त्यहाँनिर आउँदैछौँ अन्त लु बहिनीहरू तिमीहरूले के सोच भन होइन अहिले सोच सुटिङ गर्दै के गर्नु अब सुट गर्न आउनु पर्यो हामी चाहिँ यता जिरोमा चाहिँ अब एउटा सर्ट भिडियोको लागि चाहिँ एउटा सुट गर्न आँटेको छौँ होइन अन्त त्यसको लागि हामी आएको हो यतानिर चाहिँ अब हेरौँ त के हुन्छ ओ दादा अभी मजा आएगा ना कस्तो हुनुहुन्छ हेरिदिनु अन्त यता के ब्लग बनाएको हजुर बनाउनु बोल न अन्त के बोल्छ ब्लगमा अब त्यही बनाउँदै आएको थियौँ हौ के आज के छ भन्नु बस्नु न बहिनीहरू यहाँ बस्ने हल्का बस्दिनँ न कहाँ जानुभएको तपाईँ तिमी कहाँ गएको म त यहीँ हो दादा चाहिँ अब एउटा ठुलो भ्लगर हो होइन ठुलो कतिको ठुलो फेसबुकमा चाहिँ म दादाको भिडियो पुरा मनपर्छ हो 5 फुट 40 हेर्छु हो। मात्रै हजुर 5 फुट 40 मात्रै छु त तर पनि त त्यतिमा पनि रहेछ नि 5 फुट 4 इन्च हो के ठुलो भने हाइट हो मेरो हाइट होइन हौ साला यो दुख का खत्म नहीं होता बे ठुलो भ्लगर भनेको नि अब होइन दादाले चाहिँ मजा गर्छ हो फ्रेन्ड भिडियो बनाउँछ नि त हो अहिले चाहिँ कुन चाहिँ भिडियो बनाउनु हुँदैछ अहिले ऊ भर्खर बिहा गरेँ त मैले हजुर अनि बुढीले घरबाट खेदे मलाई हो फगदा भइसक्यो चले एक काम कर 200 रुपया दे और 50 रुपया काट ओवर एक्टिंग हैन हो बुढीले घर नआइजा भन्ने छ अन्त तपाईँ चाहिँ अब कहाँ गइदिएको यतै म खासमा चाहिँ घुम्दै आएको हजुर अन्त तिमीहरू चाहिँ कहाँ गएको हामी पनि यस्तो घुम्दै हाम्रो टकबर देखाउँदै आइदिएको नि अन्त कस्तो चल्दैछ ब्लगर राम्रो जान्छ चल्दैछ सर्ट भिडियो सुट गर्नको लागि आएको यो साइड बहिनीहरू आज स्कुटी लिएर आउँ भन्दै थियौँ कि हामी तर घरबाट दिएन हो अन्त बाई वक नै हामीले तपाईँहरूलाई देखाएको यति कष्ट गर्दैछौँ हामीले होइन तपाईँहरूलाई देखाउनुको लागि अन्त यहाँको भ्यूहरू देखाइदिउँ अन्त भ्यूहरू हेर्नुहुन्छ होला गाइस हेर्नुहोस् होला यस्तो दामी भ्यू छ भाटकपुरबाट बनाएको हामीले चौतारामा त्यहाँ बसेर अन्त लगभग कति 4 बजीतिरको भ्यू होला यस्तो दामी छ हेर्नुहोस् होला गाइस अन्त 4 बजीतिर चाहिँ यस्तो थियो दिन आजको टाइम ल्याप्स गरेर तपाईँहरूलाई देखाइदिएको मजा आयो होला मेरो भिडियो हेर्नु अन्त हामी पर गएर आयौँ तपाईँहरूलाई देखायौँ अब तपाईँहरूलाई मजा आयो होला होइन भ्यूहरू सिनेरियसहरू देखेर अन्त हाम्रो गाउँ कस्तो लाग्यो कमेन्टमा भनिदिनुहोस् अन्त म चाहिँ घर आइपुगेँ होइन अन्त घरमा चाहिँ मेरो घर चाहिँ यस्तै छ सानो मोटो अन्त यहाँ चाहिँ मेरो पापा बसिराख्नु भएको छ होइन अन्त मेरो नयाँ भ्लग स्टार्ट गरेको होइन पापा आजदेखिको फुल भ्लग अन्त मेरो भ्लगमा के भनिदिनुहोस् न हेलो गाइस मेरो छोरीको भ्लगलाई लाइक
और शेयर गरिदिनु होला हजुर, फर्स्ट हुन्छ। टाइम बनाउँदैछ भ्लग दिस इज माई न्यू बिगिनिङ अफ माई ब्लग होइन। अन्त आजदेखिको चाहिँ मैले बनाएको, अन्त तपाईँहरूलाई मन पर्यो होला मेरो ब्लग होइन। अन्त नेक्स्ट ब्लग पनि बनाउने छौँ हामी, तपाईँहरूको लागि बनाउने छौँ। अन्त नेक्स्ट ब्लगमा भेटौँ होला गाइस। थ्याङ्क यू फर वाचिङ, बाई बाई, मिट यु सुन, बाई बाई।